गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले मन्त्री परिषद गठन गर्नुभएको छ। नेकपा एमाले र नेपाली काङ्ग्रेस दुवै दलबाट नयाँ मन्त्रीहरू समावेश गराउँदै मुख्यमन्त्री पाण्डेले मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूले बुधबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित एक समारोहका बीच गण्डकी प्रदेश प्रमुख डिली राज भट्टले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनु भएको हो। नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, एमालेकै यशोधरा रिमाल उद्योग तथा पर्यटन मन्त्री, भीम कार्की कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री र लक्ष्मण पाण्डेले स्वास्थ्य मन्त्रीका रूपमा जिम्मेवारी पाउनु भएको छ। सरकारमा सहभागी भएको अर्को प्रमुख सत्ताधारी दल नेपाली काङ्ग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री, त्यसैगरी नन्दप्रसाद नेउपाने ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास युवा तथा खेलकुद मन्त्री र नम्दु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको छ। गण्डकीको मन्त्री परिषद 9 सदस्यीय रहेको छ। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।